अनि खै त हजुरको के हो के भयो सेलायो त टोलीहरू के हो त्यो भन्नु होला। म चाहिँ यता हेरेर रल्ल यो त्यो बुझ्नेले बुझिसक्यो नबुझ्ने अब के भनौँ त गाइस एभ्रीबडी डबल ट्याप चाहिँ गरिदिनु है साथीहरूलाई। हामीलेबाट पनि यता हान्नु पर्यो रे, धेरै कमजोर भएर हामीले हिप्नु भएन गाइस। कमजोर कमजोर यस्तो कमजोर भयो भने त ल लु होइन आउँदैछ अलिकति मेसो आउँदैछ है हजुरको पनि अनि के खानुभयो खाना? खाना खानुभयो कि अब भएन? अब खानु लागेको यहाँ एयरपोर्टमै छु के खानु लागेको भन्नु न सुन्नु न, यस्तो सुन्नु न, के होला बुझ्नु सुँगुरको मासुमा पल्केछु सुन्नु न। मनुष्य त तपाईँ सुँगुरको मासु नखानु क्या, मलाई खानु क्या। हजुरलाई त्यस्तो नभन्नुहोस् न हो आया तरी तन्किन खोज्यो के नभन्नुहोस् न मजाले खानु है सुँगुरको मासु। त्यो त पऱ्यो सुँगुरको मासु त पऱ्यो नि हौ अरे कडा हो नि कहाँ डर लाग्दो छ नि हौ को डर लाग्दो म? यहाँ चाहिँ मान्छेहरूले डर लाग्दो छ है छोटे क्या ए ए ए खास मेरो निक नेम चाहिँ छोटे भन्छ मलाई ओके ओके। त्यही भएर मान्छे छोटे देखेर हो कि कति छ के हो हजुरको हाइट? मेरो 5'8" होला 5'8" अनि समथिङ अनटेड समथिङ हाइट होला भएको मान्छेलाई छोटो भन्छ? नाइ मान्छेमा यो एज चाहिँ सानो भनेर होला नि त भर्खर 15 ओके ओके पुग्दैछु अनि त्यही भएर मात्र। 15 जस्तो देख्छ होइन मलाई त त्यस्तो केही लाग्दैन, तर मैले त त्यो एजहरूलाई त होइन होइन मान्छे सानो हो भने टाक्ने त ठुलै हो हजुरको तर हाइट कति छ राम्रो हुनुहुन्छ, अट्र्याक्टिभ के अरे। ओ माई गड, म त कस्तो बोल्नु नजाने, एकदम अट्र्याक्टिभ हुनुहुन्छ। है के गर्नु अब हजुरको लागि चाहिँ त्यस्तो भइदिए म भनौँ न मान्छेहरूले 15 होइन 12 चाहिँ होला भन्छ त यहाँ मलाई त 12 जस्तो देख्छ है ल ठिक छ फाइनल मेरो भोलि छ सबैजना आउनु होला गिभ अवेमा चाहिँ भोलि हाम्रो स्कुटर छ है इलेक्ट्रिक स्कुटर जसले टिकट काट्नुहुन्छ मजाले आउनुहोस् है परेको म छु अनि मेरोबाट पनि गिभ अवे 25-30वटा फुटबल हुनेछ मेरो साइन गरेको सबैजना आउनु होला भन्न चाहन्छु अनि उतै भेटौँला सबैजनालाई पुनर्वास 3 मा अरू त के मलाई भन्नु भेट्नु र चाहिँ कहिले आउनुहुन्छ तपाईँ अब? अबैहरूलाई त अब आउनै पर्यो नि भेट्न आउनु परेन भने ल ओके, खुसी लाग्यो गोल त भेटेर हान्न है। पर्यो नि हस् बेस्ट अफ हस् लक, खुसी धन्यवाद हस् लाग्यो। धन्यवाद थ्याङ्क यू धन्यवाद सो ल मच। धेरै धेरै स्यामसङ जानु, माया आफ्नो टेक केयर गर्नु ओके है त। ओके 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 ल धेरै केटीहरूको आँखा नलागोस्। यहाँ लगाइदिनुहुन्छ कि कालो टिकी लगाएको। या अया के भयो यो किसले त अया मुटु ठाउँमा भएन नि आमामामा, ल होइन के गरेर जानुभयो यस्तो आमामामा मुटै ठुल छोर कामेर यस्तो कि छानेर जानुभयो अनि आमामामा च्वाप्पै बज्यो कानमा यार मार्यो नि मार्यो म त मर्यो वासरुम कता छ बाबु वासरुम परै छ हो अलिकति ओहो हैट, डर लाग्दो छिन् जस्तो छ तिमी त को
रुखको माटोमा पल्केछु जिन्दन तेरै ढल्केछु यस्तो केटीहरू आयो भने चाहिँ रमाइलो हुन्छ होइन त्यस्तै रमाइलो गर्यो बस्यो त्यही त हो नि यस्तो खालको लास्टमा त है आमामा डर लाग्दो म त सातो गयो मेरो त च्वाप्प पारेर पिस्कायो नि रियलमा भेट्यो भने त मिल्ने रहेछ मलाई त ठिक छ रमाइलो भयो रमाइलो हो नि रमाइलो मानै दियो नि हौ च्वाप्पै पारेर आमामामा कानमै च्वाक्क गऱ्यो अनि कानै चड्किने गरी ढुङ्गाको मासमा पल्केछु जान्दैन मायाको दैलो